धन्न घर अगाडि सस्तो पसल छ गाँठे। हे भगवान्, मलाई धर्मै गरे जस्तो भएको छ नि यो बुवा आमाले त। मलाई त कसम भन्ने त छुट्टी हुन्छ जम्मा हप्तामा 2 दिन हेर्नु, त्यो पनि घर कामले म त भ्याउँदिनँ कि। तरकारी लिन पनि कहाँ पसलमा जानु, म त भ्याउँदिनँ। पसल पनि टाढा छ नि प्रभु। त्यहाँबाट बाउछोरलाई बोकेर हिँड्छु भरिया, त्यहाँबाट गएर 3-4 हजारको सामान टन्नै किन्छु तरकारीहरू। अनि बाउलाई अलिकति छोरीलाई अलिकति बोकाइदिइहाल्छु। अनि अलिअलि रपलको मैले बोक्छु। त्यहाँबाट 3 जना भरियाबाट तरकारी बोकेर आउँछ प्रभु, हप्ता 10 दिनलाई पुग्ने गरी। अनि घर आएर हेर्नु, यो जाडो मौसममा त मैले मुला टन्नै किनेर ल्याएर बुढाको छुट्टीको दिन आफू दिनभरि काममा म भ्याउँदिनँ हेर्नु। अनि बुढालाई फकाइ फुल्या गरेर जसरी पनि यो मुलाको तर खानु भएन, तपाईँलाई घर बस्नु दिन्न भनेर त्यहाँबाट बिचारा मेरा बुढा हेर्नु सिन्की पनि मरी खानु भएछ नि, हात दुखे पनि हेर्नु त। कति मजाले कि फेरि कति माया लाउँछ कि, म त कहाँ जाने हो हेर्नु। यस्तो गरेर सिन्की खानु भएछ बिचारा, यति मिठो सिन्की भएको नि हेर्नु, अमिलो न अमिलो मजाले खानु भएछ। अनि खाँदेपछि मैले केही काम गर्नु पर्यो नि त, अनि सुकाइदिन्छु भनेर फेरि सुकाइदिएँ कि। फेरि बिचारा बुढाले खातखुत पारेर भित्र तातोमा राख्यो भने अमिलो हुन्छ भनेर ब्ल्याङ्केटमा पोको पारेर एसीमा सुकाएर राख्नु भएको रहेछ कि बुढाले। अनि मैले फेरि छुट्टीको दिन मजाले घाम लाग्थ्यो नि, घाममा सुकाइदिएँ कि हेर्नु होइन। अनि मुलाको अचार पनि खाँदै राख्नु भएको 2 डब्बामा टपक्क लाएर कि बुढाले फेरि हेर्नु कति मिठो भएको कि। फेरि हेर्नु मुलाको अचार पनि आफूलाई बनाउनु अल्छी लाग्ने, जागर नलाग्ने हो। अरूले बनाएको फेरि मैले त मिठो बनाएर खान्छु कि, किनभने खानालाई सम्मान गर्छु फेरि मैले हेर्नु। अनि अर्कोले बनाएर दिएपछि मिठो बनाएर खान्छु। गुन्द्रुक पनि कति मिठो भएछ हेर्नु। बाहिर पसलबाट गुन्द्रुक किनेर ल्यायो, कहिले कपाल गरौँ, कहिले के, कहिले ढुङ्गा गिटीमा बालुवा के के पर्ने के रे। बिचारा पसललाई दोष दिएको त होइन कि, तर भन्नु खोजे आफूले घर बनाए जस्तो हुँदैन नि त। घरको त फ्रेस पनि अमिलो पनि मिठो पनि टक्क लाउने के भट्ट र गुन्द्रुक बनाउनलाई। अनि मुलाको अचार पनि टक्क खानु भएको। 6 महिनासम्म यसैको झोल खानु पर्ला नि।